एडम स्मिथलाई फादर अफ इकोनोमिक्स भनेर चिनिन्छ। तर किन होला कसैलाई कुनै पनि सब्जेक्ट एरियामा फादर भन्नुको मतलब के हो त? हामीले सानैबाट सुन्दै आएको कुरा, चार्ल्स ब्याबेज इज द फादर अफ कम्प्युटर। उनले दुईवटा मेसिनहरू बनाएका थिए, डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिन, जसको इन्भेन्सनले गर्दा मैले यो भिडियो बनाउन पाएको छु र तपाईँले यो भिडियो हेर्न पाउनु भएको छ। हामीले चलाउने कम्प्युटरले काम गर्ने तरिका, यो इनपुट, प्रोसेसिङ, आउटपुट, यो कन्सेप्ट डेभलप गर्ने मान्छे नै चार्ल्स ब्याबेज थिए। उनी कम्प्युटर साइन्सको एरियामा आजसम्मकै सबैभन्दा ठुलो कन्ट्रिब्युटर हुन्। अझै यसको फाउन्डर नै भन्दा पनि फरक पर्दैन, त्यसैले उनलाई फादर अफ कम्प्युटर भनेर भनिएको हो। कुनै पनि एरियामा ठुलो योगदान भएको, त्यो सब्जेक्ट एरियालाई नै डिस्कभर गर्ने या भनौँ बाटो देखाउने व्यक्ति हुन्छन् नि, तिनलाई नै हामी त्यो विषय क्षेत्रको फादर भनेर चिन्ने गर्छौँ। अब कुरा गरौँ एडम स्मिथको। उनको जन्म 1723 मा स्कटल्यान्डमा भएको थियो। उनले दुईवटा बुक्सहरू पब्लिस गरेका थिए, 1959 मा द थ्योरी अफ मोरल सेन्टिमेन्ट्स र 1776 मा इन्क्वायरी इन्टु द नेचर एन्ड कजेस अफ वेल्थ अफ नेसन्स। 1776 मा उनले लेखेको दोस्रो बुक, यसलाई उनको करियरको सबैभन्दा इम्पोर्टेन्ट काम भनेर चिनिन्छ। उनको यही पब्लिकेसनले गर्दा उनी आज फादर अफ इकोनोमिक्स भनेर चिनिएका हुन्। त्यति बेलाका मानिसहरू के विश्वास गर्थे भने सोसाइटीमा वेल्थ र पावरको जुन डिस्ट्रिब्युसन हुन्छ नि, मतलब कोही धनी हुन्छ, कोही गरिब हुन्छ, सोसाइटीलाई इन्फ्लुएन्स गर्ने पावर कसैको धेरै हुन्छ, कसैको थोरै, यो वेल्थ र पावरको डिस्ट्रिब्युसन चाहिँ भगवानको चाहनाले गर्दा भएको हो भन्ने धारणा थियो त्यति बेलाका मान्छेहरूको। तर एडम स्मिथले यहाँ आएर आफ्नो छुट्टै विचार राखे, यो सबै गडको विलले गर्दा भएको होइन। सोसाइटीमा पावर र वेल्थको डिस्ट्रिब्युसनलाई असर पार्ने विभिन्न फ्याक्टर्सहरू हुन्छन्, नेचुरल फ्याक्टर्स, सोसियल फ्याक्टर, इन्भाइरोमेन्टल फ्याक्टर। यी सबै फ्याक्टरले गर्दा कोही धनी कोही गरिब भएको हो, भगवानले गर्दा चाहिँ भएको होइन है भनेर उनले आफ्नो विचार राखे। द इन्क्वायरी इन्टु द नेचर एन्ड कजेस अफ वेल्थ अफ नेसन बुकमा उनले गरेका यस्तै कुराबाट नै आज हामीले स्टडी गर्ने इकोनोमिक्सको जन्म भएको हो। इकोनोमिक्सलाई एउटा सेपरेट सब्जेक्टको रूपमा एस्टाब्लिस गर्ने मान्छे नै उनी थिए। त्यही भएर नै उनलाई आज हामीले फादर अफ इकोनोमिक्स भनेर चिनेका हौँ। अब उनको विचारमा इकोनोमिक्स भनेको के हो त, त्यसलाई हेरौँ। उनले भनेको पहिलो मुख्य कुरा, इकोनोमिक्स धनको विज्ञान हो। कुनै व्यक्तिले धन कसरी कमाउँछ र त्यसलाई कसरी खर्च गर्छ, कुनै पनि देशले अथवा नेसनले कसरी वेल्थ गेन गर्छ र कसरी स्पेन्ड गर्छ, इकोनोमिक्सले वेल्थलाई स्टडी गर्छ भनेर उनले भनेका छन्। एडम स्मिथको अनुसार पहिला इकोनोमिक्सले वेल्थलाई स्टडी गर्छ, मान्छे वेल्थ भन्दा पछि आउँछ। मतलब यहाँ स्मिथले मान्छेलाई भन्दा वेल्थलाई धेरै इम्पोर्टेन्स दिएका छन्। इकोनोमिक्सको संसारमा पहिला वेल्थ आउँछ अनि सेकेन्ड प्लेसमा मात्रै म्यानकाइन्ड भनेर भनेका छन्। एडम स्मिथको अनुसार वेल्थ भने चाहिँ मेटेरियल गुड्स मात्रै हो। मेटेरियल गुड्स भनेको त्यस्ता वस्तुहरू हुन् जसलाई हामी छुन र देख्न सक्छौँ र जसलाई हामी आफ्ना निड्स र वान्ट्सहरूलाई फुलफिल गर्नको लागि युज गर्छौँ, ती नै मेटेरियल गुड्सहरू हुन्। र मेटेरियल गुड्स भनेको वेल्थ हो। मेटेरियल गुड्सदेखि बाहेक अन्य कुनै पनि कुरा छन् भने त्यसलाई चाहिँ उनले वेल्थ मानेका छैनन्। एडम स्मिथ को अनुसार इकोनोमिक्सले इकोनोमिक मेनले गर्ने एक्टिभिटिजहरूलाई स्टडी गर्छ भनेका छन्। यहाँ इकोनोमिक म्यान भनेको जुनसुकै व्यक्ति होइन। इकोनोमिक म्यान भनेको त्यो मान्छे हो जसले सधैँ आफ्नो बेनिफिटको लागि मात्रै सोच्छ, जोसँग मार्केटको सबै नलेज छ, जसले सोचेर सम्झेर सधैँ पनि आफूलाई म्याक्सिमम फाइदा हुने खालको काम गर्छ, त्यसलाई उनले इकोनोमिक म्यान भनेर भनेका छन्। योदेखि बाहेक यदि सोसाइटीमा अरू खालका मान्छेहरू छन् भने तिनीहरूलाई चाहिँ इकोनोमिक्सले स्टडी गर्दैन भनेर भनेका छन्। यहाँ उनले एउटा इन्ट्रेस्टिङ कुरा गरेका छन्, इन्भिजिबल ह्यान्ड। मतलब सम्झनु एउटा पाउरोटी बनाउने मान्छे, उसले पाउरोटी किन बनाउँछ? आफ्नो लागि, पैसा कमाउनको लागि। तर उसले त्यो काम आफ्नो लागि गरे तापनि उसले आफ्नो सोसाइटीको लागि त पाउरोटी प्रोभाइड गरेर आउँछ नि त। उनले भनेको पनि यही हो, सबैले आफ्नो फाइदाको लागि मात्रै काम गरेर आउँछन्, तर त्यसो गर्दा उनीहरूले आफ्नो कम्युनिटीलाई पनि केही प्रोभाइड गरेर आउँछन्। अनि उनको अनुसार वेल्थ कम्स फ्रम प्रोडक्सन। कुनै पनि मान्छेसँग या कुनै पनि नेसनसँग कति वेल्थ छ भनेर कसरी मेजर गर्ने? त्यो देशसँग कति सुन चाँदी छ त्यो हेरेर होइन, त्यो देशले कति गुड्स र सर्भिसहरू प्रड्युस गरिरहेको छ त्यसलाई हेरेर चाहिँ त्यो देशको वेल्थलाई मेजर गरिन्छ भनेर उनले भनेका छन्। उनले दिएको मेन डेफिनेसन नै इकोनोमिक्स इज द स्टडी अफ द नेचर एन्ड कजेस अफ वेल्थ अफ नेसन्स हो। उनले दिएको यो डेफिनेसनले इकोनोमिक्स एउटा सेपरेट साइन्सको रूपमा इस्टाब्लिस त भयो, तर यो सबै त 200 वर्ष अगाडिको कुराहरू हुन्। यति धेरै समयको अन्तरालमा धेरै इकोनोमिस्टहरूले बीचमा उनको डेफिनेसनलाई क्रिटिसाइज गरेका छन्, आलोचना गरेका छन्। सधैँभरि कुनै पनि कुरा ट्रु भइराख्न त सक्दैन, चेन्ज भइरहन्छ। सो एडम स्मिथले दिएको डेफिनेसनमा के छन् त त्यस्ता क्रिटिसाइज गरिएका कुराहरू? अब त्यो हेरौँ। पहिलो, उनको डेफिनेसनले वेल्थलाई धेरै इम्पोर्टेन्स दिएको छ। आजका इकोनोमिस्टहरू भन्छन् पहिला म्यानकाइन्ड आउँछ अनि मात्रै वेल्थ। सो स्मिथले जुन वेल्थलाई धेरै इम्पोर्टेन्स दिएका छन् त्यसो हुनु हुँदैन भनेर भनिन्छ।
अर्को, एडम स्मिथले मान्छेलाई एउटा सेल्फिस बिइङको रूपमा देखाएका छन्। सबै मान्छेले सधैँ आफ्नो बेनिफिटको लागि मात्रै काम गर्दैन, मानिसमा काइन्डनेस हुन्छ, उसले अरूको बेनिफिटको लागि पनि काम गर्न सक्छ। यो सबैलाई उनले इग्नोर गरेका छन्। अर्को, स्मिथले स्कार्सिटी र चोइसका कुरालाई पुरै इग्नोर गरेका छन्। यो हामी पछि पनि पढ्नेछौँ। स्कार्सिटी र चोइस भनेको चाहिँ अहिलेको मोडर्न इकोनोमिक्समा एकदमै इम्पोर्टेन्ट कुराहरू हुन्। जति पनि इकोनोमिक एक्टिभिटिजहरू हुन्छन् नि, ती सबै हुने कारण नै यही स्कार्सिटी र चोइस हो। तर यसलाई इकोनोमिक्सले कतै पनि मेन्सन गरेका छैनन्। अर्को क्रिटिसिजम के छ भने उनले दिएको इकोनोमिक्सको डेफिनेसनले वेल्थ मात्रै हेरेको छ। अरू धेरै कुरा जुन इकोनोमिक्सले समेट्नु पर्ने हो त्यसलाई उनको डेफिनेसनमा इन्क्लुड गरिएको छैन। त्यसैले गर्दा उनको डेफिनेसन अलिकति न्यारो, साँघुरो छ। अनि 200 वर्ष पुरानो पनि त भइसक्यो। सो छोटकरीमा भन्दा एडम स्मिथले इकोनोमिक्सलाई धनको विज्ञान भनेर डिफाइन गरेका छन्। तर मोडर्न इकोनोमिस्टहरूले इकोनोमिक्स भनेको धनको मात्रै विज्ञान होइन, यसले मान्छेलाई, मान्छेका चोइसेसहरूलाई, मान्छेको वेलफेयर र अन्य धेरै कुरालाई स्टडी गर्छ भनेर भनेका छन्। अनि उनको यो डेफिनेसन छ नि, यसलाई हामी क्लासिकल डेफिनेसन अफ इकोनोमिक्स भनेर भन्छौँ। क्लासिकल भनेको चाहिँ ओरिजिनल अथवा फाउन्डेसनल। अब इकोनोमिक्सलाई सुरुमा यसरी डिफाइन गर्ने नै उनी थिए, त्यसैले यसलाई क्लासिकल डेफिनेसन अफ इकोनोमिक्स भनिएको हो। उनको यो डेफिनेसनलाई सपोर्ट गर्ने त्यति बेलाका अरू पनि इकोनोमिस्टहरू थिए, जस्तै डेभिड रिकार्डो, जेएस मिल, जेभी से आदि। अनि उनीसँगै उनका सपोर्टर्सहरूलाई चाहिँ हामी क्लासिकल इकोनोमिक्स भनेर चिन्छौँ। आजको भिडियोमा यति नै। अर्को भिडियोमा हामी इकोनोमिक्सका अर्का महत्त्वपूर्ण व्यक्ति अल्फ्रेड मार्सल र उनको इकोनोमिक्सको डेफिनेसनलाई बुझ्नेछौँ। च्यानललाई सब्सक्राइब गरिराख्नुहोला।